उहाँले नै यो के अरे 7214 कहाँ जाँदाखेरि बाटोमा भेट भएर उ गऱ्यो भन्दै हुनुहुन्थ्यो 20 वर्षपछि भेट्यो सङ्गीता ए उसको नाम सङ्गीता 20 वर्षपछि भेट हुनुभयो के काँडेमा मिल्नु भयो क्या उहाँ बाइकै रोकियो हजुर ए उहाँ काँडेमा भेट भयो भन्नुहुन्थ्यो काँडेदेखि अलिक तपाईँ सँगै पढ्नु भयो सँगै पढ्यो तपाईँलाई म यस्तो खुट्टा भएर चप्पल ल्याइदिउँ अनि चप्पल ल्याइदिन्छु यस्तो घुसार्नेवाला लाउनुहुन्छ आकाशजी भन्नु न के भन्नु तपाईँलाई चप्पल ल्याइदिउँ चप्पलले लगाउनु पर्छ बाबा हजुर यस्तो घुसार्नेवाला चप्पल ल्याइदिउँ यस्तो तपाईँको खुट्टाको साइज कति 42 42 42 हस् म अहिले ल्याइदिउँ ल है यो नानीहरूले चाहिँ सङ्गीता सङ्गीताले उहाँले भेट्टाइदियो हेर अरे म त जिन्दगीमा सोचेकै थिएँ मिल्दियो हेर सङ्गीता यस्तो अन्त यो के भन्छ सोसियल मिडिया यति पावरफुल छ कि हेर्नु मान्छे कहाँ कति बेला तपाईँलाई अब त्यो भिडियो बनाएर हालेपछि तपाईँलाई नचिन्ने अब सायद कमै होला टाइगर बाबा भनेपछि नचिन्ने अब एकदम कमै होला विकास पन्त भनेपछि बहुत कम होइन मलाई त कसैले चिन्दैनन् हेर्नु तपाईँले नै चिनाउनु भयो हो तर तपाईँलाई चाहिँ टाइगर बाबा भनेपछि नचिन्ने सायद कोही छैन तपाईँ एकदम फेमस हुनुभयो फेमस हजुरले बनाइदियो है तपाईँ बेनिन जानुभएको रहेछ है हजुर गाडी बेनी गलेश्वर कहिले हिजो कि कहिले मैले भेटेको थिएँ एउटा गीत गाएर गीत गाएको हामीले हेटौडामा होइन बोले बेनीमा पनि के पसलमा गएर गर्नु सबैलाई